अर्थात् तेस्रो अध्याय। सोधे नारदले विनम्र स्वरमा, श्रद्धा बढाई कति गर्थे उत्तम ज्ञान यज्ञ कसरी गर्ने कहाँ कुन्दिन भनियो यो कति दिन लगाइकन त्यो श्री भागवतको कथा श्रोताले कसरी सुनेर मनको छलफल सक्ने व्यथा आज्ञा गर्नुहोस् विधान जति हो एक एक विस्तारले यस्तो प्रश्न सुनेर उत्तर दिए ती चार विधानले गङ्गाद्वार समीप स्नान र सदा आनन्ददाता जहाँ बस्छन् सिद्ध मुनि ऋषिश्वर तथा ज्ञानी महात्मा त्यहाँ गर्दैनन् कहिल्यै विरोध झगडा कोही कसैले पनि छन्ती मेलमिलापले सबजना पकाई त्यसै बनी गर्दैनन् झगडा मनुष्यहरूले भन्नु वृथा ठान्दछु चर्छन् मेलमिलापले पशु पनि विश्वासै मान्दछु यस्तो उत्तम क्षेत्रमा गर मुनि आनन्द मानिकन होला पूर्ण अवश्य ज्ञान मख त्यो मान्दैछ हाम्रो मन ठुलो भागवतै प्रधान रसको होला कथा त्यो जब भक्ति ज्ञान हुनन् उपस्थित त्यही चैतन्य पाई तब साह्रै उत्तम त्यो विधान ऋषिले पुरा बताइदिए जानु पर्छ हजुरले पनि सँगै भन्दा ती मौनै रहे चारै भाइ सनत कुमार मुनि ती आएली साथमा ज्ञानी नारदको थियो मन खुसी पुग्दा हरिद्वारमा श्रीमद् भागवतै प्रधान छ कथा सप्ताह सुन्ने जति आउनन् सुन्न भनेरै झ्याली पिटियो आनन्द मान्दै अति त्यो समाचार सुनि वशिष्ठ र भृगु मेधातिथि गौतम मार्कण्डे तथा पारशुर मुनि श्री व्यास करदम विश्वामित्र र विज्ञा बल्य सुकजी छायो र छत्री मुनि जैगी सायर जाजली परशुराम अन्याय ज्ञानी मुनि स्त्री पुत्रादि लिएर शिष्यसँगमा सानन्द आए त्यहाँ सारा तन्त्र पुराण मन्त्र श्रुतियो वेदाङ्ग बस्थे जहाँ मूर्ति मानिसको धरिकन पुगे सत्पत्र ज्ञानी जन सारा काम तेजी उपस्थित भए सप्ताहमा दिमन गङ्गा सिन्धु सरस्वती र यमुना गोदावरी गौमती कावेरी अनि नर्मदा सहितकी नारायणी गण्डकी सारा तीर्थ गए प्रयाग मथुरा काशी तथा पुष्कर ठुला पर्वत नदी नदी पनि मानिस झै सुन्दर
गङ्गाद्वार पुगे प्रसन्न मनले सप्ताह सुन्नैकन ठुलो हर्ष भयो सबैतिर त्यहाँ खुसी भए सातजना देउता दानव एक पन्नग तथा गन्धर्व विद्याधर आए मानिस रूप धारण गरी आनन्दले किन्नर आएनन् ज्योति विज्ञ पण्डित गुणी ज्ञानी तपस्वी जन डाकेथे भृगुले गई घर घरै तिनलाई सोही छिण पाङ्क्ति भद्र गरी सबैका नदी राखे सफासना सारा सुन्न भनी बसे क्रमसहित आनन्द मानिकन सन्यासी र विरक्त वैष्णव गुणी सामने बसेका थिए दीक्षा नारदबाट चार ऋषिले शास्त्रै विधानले दिए एकातर्फ बसे ऋषि स्वर मुनि पाङ्क्ति बनाइकन अर्कोतर्फ समस्त देवगणले आफ्नो लिए आसन सारा स्त्रीहरूको समाज नजिकै मिल्नी नसके थियो तिनको चिन्ता कथा र भक्ति रसमा आनन्दले लोभियो भैरी शङ्ख मृदुङ्ग ढोल नगरा बस्थे ती एकातिर जय जयकार गरे समस्त सुरले सानन्दरको तिर लावा पुष्प अबिर वर्षण गरे आकाशदेखि जब चिच्याए जय घोरको ध्वनि तिखो पारेर श्रोता सब ज्ञानी नारदका निमित्त यसरी देखेर श्रोता गण थाले गर्न सनत कुमार ऋषिले श्री भागवत वर्णन विज्ञानी शुकले परीक्षितजीको निम्ति कथा जो भने भन्छु सोही कथा यथामतिया भक्ति र मुक्ति दिने सुन्नुहोस् अब सावधान मनले हो जानु कथा अमृत त्यसको पान गरेर शान्ति मनमा मिल्नेछ राम्रोसित भन्नुभयो सुखदेवले जति कथा राजा परीक्षित कन सोही भन्छु कथा म भागवतको सुन्नु सबैले सज्जना सुन्दैनन् जबसम्म मानिस भई यो मुक्तिदाता कथा त्यसलाई हुँदैन शान्ति सुख केही भोग्ला अनेकौं व्यथा धेरै शास्त्र पढेर चिन्तन गरे झन् बढ्छ मनमा भ्रम त्यसले मुक्ति हुँदैन मानिसहरू गर्छन् वृथामा श्रम भक्ति प्राप्त हुने त भागवत नै हो मुक्तिदाता पनि यसकै सेवन गर्नु नित्य जनले भक्तिमा पाऊँ भनी गर्दामा हये मेद एक सयवा त्यो बाज प्रियादिका धेरै पल्ट गरून् प्रशस्त धनले दानादि वर्षौं तक पाएनन् यदि सुन्न भागवत यो श्रद्धा बढाइकन त्यस्तालाई हुँदैन मुक्ति अथवा श्री कृष्णको दर्शन
जहाँसम्म रहन्छ पाप तनमा दुर्भावनाको घर, गर्दैनन् मन सुन्न भागवतको तिनले कथा सुन्दर। सुन्दामा सुखको सुधा सरित कथा पाइन्छ जस्तो फल, त्यस्तै प्राप्त हुँदैन दान व्रत वा तीर्थादि बरसै डुला। जसले अर्थ समेत पढ्छ सुखको मिठो सुधा झैँ रस, त्यसका पाप समाप्त ताप तनको नासिन्छ मनको व्यथा। जो गर्छ पाठ दिनहुँ सुखको सुधायो, श्रीकृष्णको चरण पङ्कज पाउला त्यो। अध्ययनशीलोक अथवा पढिएका पाऊ, पारी सफा हृदय कृष्ण विषय लगाऊ। सुन्नी गरे सुख सुधा दिनहुँ खुसीले, पाउन्न दुर्लभ कुरा भनु कुन छ त्यसले। संसारका सकल वस्तु अनित्य जानी, श्रीकृष्ण भक्ति कन केवल नित्य ठानी। उनकै सुनेर महिमा तन त्याग्छ जसले, केवल मुक्ति पद पाउँछ जान उसले। रोकेर चित्त कन याद गरी प्रभुको, जो मृत्युको बखतमा यही भागवतको। सुन्नी छ पाठ प्रभु भक्ति मिलोस् भनेर, पुग्नी छ बस्न जब त्यो प्रभु कृष्ण नेर। पूजा गरी पिपल वृक्ष र तीर्थ दान, सेवा गरेर तुलसी दलले प्रदान। जो पुण्य हुन्छ जति मिल्दछ भोगमान, त्यो हुन्न भागवत झैँ तिमी सत्य जान। मानेर भक्ति रसलाई सदा प्रदान, त्यसकै गरिरहनु पर्दछ नित्य ध्यान। पिउँदैन जो जुनीभरि सुखको सुधायो, सुन्दैन भागवतको महिमा ठुलो जो। चण्डाल झैँ पुरुष त्यो किन जन्म लिन्छ, त्यो मूर्ख व्यर्थ जननी कन कष्ट दिन्छ। जसले सुनेर सुख वस्त्र स्वयं कहिले, धिक्कार जन्म पशु झैँ बुझिलेऊ अहिले। त्यस्ता मनुष्यहरूको नर जन्म व्यर्थ, हुन् भार भूमि कन गर्न भने अनर्थ। कोटि जन्म उपासना श्रम गरी गर्दै रहे दिन, मौका मिल्दछ सुन्न भागवतमा केही लाग्छ त्यसको मन। सोही कारण यो अप्रूव छ कथा उद्योग ठुलो गरी। सुन्नु पर्दछ है मुनि हृदयमा श्रीकृष्ण भक्ति धरी। काम क्रोध र लोभ मोह मनका जुन वेग हुन् चञ्चल, रोकी ती सबलाई कृष्ण पदको चिन्तन गरोस् केवल। मर्नु जन्मनुसम्म जुन सज सुजनले एकाग्र पारी मन, अमृत झैँ गरी यत्न भागवतको गर्दैन केही चिन्तन। त्यसलाई सुख शान्ति हुन्न कहिल्यै यो व्यर्थ यो जीवन। आमालाई दिएर कष्ट भवमा आएपछि जन्मन। सुन्नु पर्छ अवश्य भागवत यो श्रीकृष्ण भेटाउन।
गर्छन् भक्त भनी हृदय दयामय दया ती आनन्दका नन्दन दयामय धेरै कोटि मनुष्य जन्महरूको केही पुण्य राम्रो भए मौका मिल्दछ सुन्न भागवत यो आज्ञा प्रभुले दिए इच्छा गर्दछ जो मरेपछि ठुलो पाहुँ राम्रो गति त्यसले सुन्नु र भन्नु भागवत नै पर्नेछ हो सद्मति गर्ला पाठ सधैँ प्रसन्न मनले जो यो सुधा सागर गर्छन् भक्त बनेर रक्षण स्वयं गोविन्द दामोदर सुन्दैनन् जबसम्म कान दुईले श्री भागवतको गुण काटिन्नन् तबसम्म पाप तनको सप्रन्न उसको मन आफ्ना इन्द्रियलाई रोक्न नसकी दुखी उनी रोगले आयु क्षीण भएर पीडित हुने सन्तान दरिद्रले भोग्ने कष्ट अनेक घोर कलीमा प्राणीहरू छन् जति पाउन् पुण्य भनिदिए सुखजीले सप्ताह सुन्नी मती गर्दा योग समाधि घोर तपले पाइन्न जुन मस्फल त्यो सप्ताह सुनेर मिल्छ कलीमा भक्ति गरी केवल यस्तै नै व्रत दान तीर्थहरूमा स्नान आदि जो गर्दछन् त्यो भन्दा पनि मिल्छ उत्तम गति सप्ताहले मुक्ति जन ज्ञानी नारदको र 4 ऋषिको संवाद यो जो भयो सोही सुतर सौनकादिहरूको व्याख्यान चल्दै थियो आज्ञा सुतजीको सुनेर खुसी भई बोल्दा भए सौनका शङ्का एक भयो मलाई मनमा हे धर्मका रक्षका श्रीमद् भागवतै प्रधान सभामा के हेतु भन्नुभयो झन् सम्झाइ ठुलो झन् सप्ताह ठुलो कसो गरी भयो शङ्का मलाई छयो सारा शास्त्र पुराण ग्रन्थहरूमा अत्यन्त ठुलो हुने साक्षात् कृष्ण स्वरूप भागवत यो के हेतु हो मानिने यो हो मुक्ति दिने भनेर अहिले आज्ञा भएको सुनि यसको कारण भन्नु सजुरले राम्रो गरी हे मुनि यस्तो प्रश्न सुनेर सौनकजीको श्रीसुत हाँसिकन लागे भन्न बुझाइ कारण सबै राम्रो गरी वर्णन ज्ञानी सौनकजी निवारण छिटै शङ्खामा गर्छु अब इच्छा गर्नुभयो अघि प्रभुजीले वैकुण्ठ जाने जब सोधे उद्धवले उसै बखतमा हे कृष्ण योगेश्वर पाल्नुहुन्छ हजुर धामतिर त सद्भक्त नारी नर बढ्दामा बलिको कलीको प्रभाव बलियो उन्मत्त सारा हुनन् नाना पाप गरेर भूमिकन यी सन्ताप धेरै दिनन् भारी खप्न कठिन भएर पृथ्वी गौरूप धारिकन
गर्दै गर्नी छिन् बहुतै विलाप बाबामा परनी छ तिनले रुनु। तिनको रक्षक छैन कोही प्रभु बिना उद्धार गर्नै पनि। इच्छा त्यागिदिनुहोस् स्वधामा मतिरको अहिले दयालु बनी। गर्दा धारण रूप त्यो सगुणको गर्छन् सबै दर्शन। धरदा निर्गुण रूप अल्प अलमल विषे परछन् गुणी सज्जन। फेरि निर्गुण रूप गुप्त प्रभुको मानिन्छ त्यही कारण। सारालाई छिटै हुँदैन सजिलो त्यो रूप जानिलिन। सोही कारण भक्तका उपरमा राखी दया हे हरि। गर्नुहोस् झट्ट कुनै उपाय सजिलो बिन्ती छ पाऊ परी। प्यारो उद्धवले विनम्र स्वरमा बिन्ती गरेको सुनि। गर्नुभयो मनमा विचार प्रभुले केही नजान्ने बनी। कस्तो युक्ति गरेर भक्त जनको पुग्ने छ इच्छा अब। के गर्दा हित हुन्छ विज्ञ जनको राम्रो भनी माधव। आफ्नो ठुलो तेज प्रभावलाई त्यो भागवत भित्र दिए लुकाई। त्यसले पनि शक्ति भए समान भए नमान। सोचेर फेरि पनि केही छिनमा। आफ्नो विग्रह रूप जाने प्रभुले त्यही भागवत ग्रन्थमा आफै गर्नुभयो प्रवेश जनको कल्याणका निम्तिमा। सोही कारण कृष्ण रूप भगवान् यही भागवत ग्रन्थ हो। यसको पाठ गरी परमपद छिटै जानिन्छ यो सत्य हो। सुन्नु पाठ सुनाउनु हृदयमा भक्ति हुनु पर्दछ। दर्शन मात्र गरे पनि सकलको कल्याण यही गर्दछ। राखे शास्त्र पुराण ग्रन्थहरूको थुप्रै त एकातिर। राखे भागवतै तुला उपरमा सानन्दरको तिर। भारी भागवतै भयो सकलमा सारा हलुङ्गो भयो। ज्ञानी सन्त र भक्तका हृदयको शङ्खाको शङ्खा गयो। चिन्ता कष्ट दरिद्रता हरिदिनी केही छैन यसले सरी। झन् सप्ताह सुन्यो भनी त कलीमा खुसी रहन्छन् हरि। त्यो सप्ताह सुरु हुने बखतमा आश्चर्य एउटा भयो। हेर्थे छक्क परी उपस्थिति सबै त्यो स्नेह जो देखियो। भक्ति ज्ञान विराग पुत्र तरुणी आफ्नाले साथमा। आइन् खुसी भएर कीर्तन गरी सप्ताह सानन्द त्यही स्थानमा। गोविन्द दामोदर हे मुरारी उद्धार मेरो गर हे सुरारी। गरेर उच्चारण बार बार ढोगिन् सबैलाई बने उद्धार। भन्दै नम्र सनत कुमारहरूको सानन्द पाऊ परिन्।
सम्झँदै हरिनाम शुद्ध मनले तत्काल बिन्ती गरिन्। हे ज्ञानी ऋषि हो मलाई अहिले बाधा दिएको थियो, मेरो निर्मल देह पुत्रहरूको सप्ताहद्वारा भयो। पाऊँ स्थान मलाई बस्न दिनु हो सोचेर राम्रो मुनि, आज्ञा हुन्छ जहाँ म बस्छु त्यही नै कल्याण मेरो हुने। यो बिन्ती सुनि भक्तिको ती ऋषिले आनन्द मान्दै भने, बस्नु वैष्णव भक्तकारी दयामा आनन्द छौ पाउने। बाधा केही तिमीलाई घोर कलीले दिँदैन कहिल्यै पनि, तिम्रो सेवनले हुनेछ जनको उद्धार यही मानिनी। भक्तिले सुनि बात विज्ञ ऋषिको अत्यन्त हर्षित भइन्, त्यही बेला हरिभक्तकारी दयामा सानन्द बस्दै गइन्। यस्तै दिन दरिद्रहीन मतिको पापी भए तापनि, भक्ति गर्छ भने प्रसन्न मनले श्रीकृष्ण प्यारो भनी, त्यसको निम्ति तेजेर धाम सुखको प्राणप्रिय रुक्मिणी, पाल्नुहुन्छ गजेन्द्र द्रौपदी सखा प्यारा सुदामा भनी। जो सुन्छ भागवतको महिमा अपार, जो भक्ति गर्छ हरिका पदमा नुहेर, तिनलाई भक्ति दिन कृष्ण बनेर नम्र हुन्छन् उपस्थिति त्यही तेजी कामधाम। यति श्री भागवत महात्म्यको तृतीय अध्याय सकियो। अब चौथो अध्याय।